हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। अनि तपाईँहरू सबैजनालाई मेरो च्यानलमा स्वागत छ। अनि जसले मेरो च्यानललाई सब्सक्राइब गरिसक्नु भएको छ धेरै धेरै धन्यवाद। अनि जसले गर्नुभएको छैन, जो नयाँ हुनुहुन्छ कृपया मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है गाइस। अनि आज चाहिँ भने हामी यहाँ कतारको दोहा स्थित सिटी सेन्टरतिर हामी जाँदैछौँ। अनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला है त गाइस। यो चाहिँ हामी अहिले चाहिँ यो सिटी सेन्टरतिर जाँदैछौँ। हामी कहाँसम्म पुग्छौँ तपाईँले अन्तिमसम्म हेरेपछि थाहा पाउनु नै हुनेछ। हामी चाहिँ यहाँ अब कतारतिर जाँदैछौँ होइन, सिटी सेन्टर हुँदै कतारतिर जाँदैछौँ। कस्तो रहेछ हेर्दै जाउँ है त। यो चाहिँ दोहा टावर पनि भनिन्छ यसलाई, र अर्को टावर पनि अर्को नामले पनि चिनिन्छ। यो प्रायः दोहातिर बस्नुहुने सबैलाई थाहा छँदैछ यो टावरको नाम, मैले भनिराख्नु पर्दैन होइन। कति सफा छ है, कति राम्रो छ होइन। यो यतापट्टि देखेको छु, यो सेराटन होटल हो। हामी चाहिँ अब लुसेलतिर आउन लाग्यौँ है। यो लुसेलतिर जाने रोड हो के अरे यो, ठ्याक्कै हामी लुसेलतिर जाँदैछौँ। लगभग अहिले 4-5 भइसकेको छ बेलुकाको। अलिकति ढिलो भयो होइन आउनलाई, र पनि ठिकै छ। कतार आइपुगिसकेको छौँ। त्यो चाहिँ कतारा हो। यहाँ चाहिँ म पहिलाचोटि आएको हो होइन। यस म चाहिँ पहिलाचोटि नै आएको हो। योभन्दा अगाडि चाहिँ म आएको थिइनँ। एकदमै रमाइलो रहेछ, राम्रो रहेछ है ठाउँ चाहिँ। एउटा रुखपात पनि नउम्रिने ठाउँमा होइन, टाढाबाट माटो लिएर कति राम्रो, कस्तो राम्ररी बनाएको छ हेर्नु त साथीहरू, कति राम्रो बनाएको छ। हाम्रो देशमा आफै उम्रिन्छ, आफै बिरुवा उम्रिन्छ, आफै जङ्गल उम्रिन्छ, र पनि केही गर्न सकेको छैनौँ। यहाँनिर हेरौँ त गाइस, कति राम्रो छ है, कस्तो मजाले हरियाली बनाएको छ होइन। त्यो नेचुरल हो है यो पनि। नेचुरल भन्दा पनि होइन, अब त्यो जस्तै त्यो यस्तो हुन्छ नि, अब यो रबर सबरको कागजको हुन्छ नि, के प्लास्टिक यस्तो चाहिँ होइन। फेरि साँच्चीकै रुख हो, साँच्चीकै बिरुवा हो यो होइन। साँच्चीकै हो नि यो, फेरि एकदमै रियालिटी हो यो। त्यो वालतिर हुन्छ नि त्यो लहरा जस्तो हुने त्यो जङ्गल हुन्छ नि, हो त्यस्तो खालको चाहिँ फेरि के हो त्यस्तो चाहिँ यो रोपेको हो कि यो। बेला बेलामा पानीहरू दिइराख्यो भने, मलहरू हालिराख्यो भने त यो भइरहेको रहेछ नि त। अब हाम्रो देशमा चाहिँ होइन, हाम्रोमा चाहिँ अब त्यस्तो केही हुँदैन, यो वास्तै हुँदैन कि, यस्तो ख्यालै हुँदैन होइन। अब यस्तो रोप्ने त त्यतिकै परेको कुरा हो। अब त्यतिकै रोपेन भने पनि कस्तो जङ्गल हुन्छ नि होइन। अब एकदमै पुरै होइन, त्यस्तै जङ्गल हुन्छ, घारी हुन्छ होइन। तर पनि त्यो हाम्रोतिर चाहिँ अब त्यस्तो वास्तै हुँदैन। तर यहाँ चाहिँ अब यति महत्त्व हुन्छ नि यो झार जङ्गलको, एकदमै महत्त्व हुन्छ। तर राख्ने ठाउँमा राख्छ, नराख्ने ठाउँमा त फेरि अब राख्नु पनि मिल्दैन, अब रोप्नु पनि मिल्दैन। जतासुकै अब उम्रिँदा पनि उम्रिँदैन। सब यो चट्टानै चट्टान हुन्छ जमिनमा हुँदो रहेछ।
त्यही भएर पनि होइन अब त्यो बिरुवाहरू उम्रिने कुरा पनि भएन। तर रोपेको कुरालाई चाहिँ एकदमै धेरै स्याहार सुसार हुन्छ नि त। पानी भनेको अब टाइम टाइममा पानीहरू लगाइराखेको हुन्छ होइन। त्यही भएर पनि हो। यति राम्रो बनाएको छ कि यति सुन्दर बनाएको छ। यो हेर्नुहोस् त कति राम्रो छ। यो हरियाली पुरा देखिने गरेको नि यो सबै ऊ हो क्या। यो एकदमै बिरुवा हो। बिरुवा हुनु त्यो लहरा क्या लहरा त्यो वालतिर हुन्छ नि रोप्ने लहरा त्यो खालको के। यो माथि टुप्पामा देखिने चाहिँ शेरे पन्जाब होटल। शेरे पन्जाब भन्ने छ अरे यहाँ माथि होटल। शेरे पन्जाब भन्ने होटल छ अरे। यो गिफ्टको बक्स जस्तो यो चाहिँ घरै हो फेरि। यो पनि एउटा बिल्डिङै हो। गिफ्टको बक्स जस्तो छ होइन। तर यो पनि एउटा मार्केट छ कि के छ यहाँ चाहिँ। यो पनि एउटा घरै हो है फेरि। कति राम्रो छ नि गिफ्टको बक्स जस्तो। कस्तो राम्रो बनाएको छ क्या अब। यो माथि देखिँदै गरेको चाहिँ शेरे पन्जाब होटल भन्ने रहेछ छ अरे यहाँ चाहिँ। म त गएको छुइनँ होइन। अब आजको घुमाइ चाहिँ अब यही तल तलै होला जस्तो छ। माथि चाहिँ गयो होला जस्तो छैन। किन गयो होला जस्तो छैन भन्दा पनि अब रात परिसकेको छ नि त। अँध्यारो भइसकेको छ। त्यही भएर हो। अब यहाँनिर हेर्नु न हाम्रोतिर चाहिँ पैसा राख्ने खुत्रुके हुन्छ होइन। माटोको खुत्रुके हुन्छ। यहाँ चाहिँ अब घर बनाइदिएको छ। हेर्नु न ट्याक्कै खुत्रुके जस्तै घर। कस्तो राम्रो क्या अब होइन। हाम्रो त्यो खुत्रुकेमा त्यस्तो खुत्रुके के कस्तो हुन्छ त त्यो हुन्छ नि सिक्का पैसा हाल्ने अथवा पैसा राख्ने होइन। खुत्रुके भन्छ नि हो त्यस्तो कि। त्यो सबै रुखै हो नि एकदमै नेचुरल रुख हो। कस्तो मजाले रुख बिरुवाहरू रोपेर होइन कस्तो मजाले हरियाली हरियाली बनाएको छ। अब हाम्रोतिर चाहिँ भएको रुख पनि काटेर ढुट्ट पारेर है त्यस्तो वास्तै हुँदैन। अब पार्क भन्ने कुरा त झन् त्यस्तो यस्तो यस्तो भनेको अब यो त पुरै छैन होइन। हाम्रो नेपालमा भएको चाहिँ यो पुरै होइन। अब यो के भन्छ हिलो हुन्थ्यो होला क्या होइन। अनि यहाँनिर कति राम्रो छ क्या। यस्तो कुराहरू देखेर चाहिँ हाम्रो देशको नेताजीहरूले पनि होइन अलिकति दिमाग लाउनु पर्ने हो होइन। अलिकति यस्तो खालको डेभलप चाहिँ गर्नुपर्ने हो। तर खै अब गर्नुहुन्न। अब के भनेर अब जनताले गरेर साध्य हुँदैन। जनता आफै त यहाँ एक माना चामल भात खानलाई यहाँ विदेश आउनु परेको छ। के गर्नु। कस्तो राम्रो हेर्नु त घर। खुत्रुके नै हो नि खुत्रुके। ठ्याक्कै हेर्दाखेरि खुत्रुके हो। तर अब यहाँ चाहिँ यो पनि घरै हो। कस्तो राम्रो राम्रो बनाएको छ है। धेरै रात परिसक्यो अब होइन। त्यही भएर चाहिँ अब फर्किँदैछौँ। अब फर्केर जाने हामी अब। अब हामी चाहिँ विवाह बारियातिर जान्छौँ। विवाह बारियातिर जान्छौँ अनि त्यहाँ पुगेर चाहिँ हामी फर्किनेछौँ फेरि। लगभग हामी विवाह बारियातिर पुग्न लाग्यौँ गरे होइन। विवाह बारियातिर पुग्न लाग्यौँ। सेम एउटै खालको बिल्डिङ छ कि सबै बिल्डिङहरू एउटै खालको छ। अब यो एकैजनाको हो कि अरूको हो थाहा भएन होइन। यो चाहिँ एकैजनाले बनाएको हो कि अथवा कसले बनाएको होइन कि अब हुन्छ नि हाम्रोतिर अब छिमेकी जस्तो छिमेकीले जस्तो बनायो उस्तै बनाउने भन्ने कुरा हुन्छ नि। दाजु भाइहरू त्यस्तो हो कि अब के हो होइन। एउटै खाले छ क्या सबै बिल्डिङहरू। राति पनि हेर्न कस्तो झिलिमिली। राति पनि दिउँसो जस्तो छ। धेरै राति भइसकेको छ होइन। मौसम पनि सफा छ। तर अब पानी पर्ने कुरो यताउति कुरो केही लाग्ने कुरा हुँदैन नि त यहाँ त।
6-7 बजिसक्यो र पनि यति अँध्यारो भए तापनि तर यस उज्यालै फिल भइरहेछ कि अहिले त झन्डै 7-8 बजिसक्यो नि त 7:30 भइसकेछ अब 7:30 भइसक्यो र पनि यति उज्यालो छ कि अब जस्ट लाइटहरू होइन लाइटहरूले गर्दाखेरि उज्यालो छ कि हाम्रो देशमा अब यतिखेर झकमक्कै हुन्थ्यो पुरै स्पट अँधेरा हुन्थ्यो कति लामो छ हौ यो सोरुम पनि आमामा करेन त हौ ल बल्ल निस्क्यो है अर्को सोरुम फेरि अर्को सोरुम कतिवटा छ सोरुम पनि